तपाईको प्राइभेट कम्पनी हो निकाल्नलाई 9 कक्षाको थिए 9 कक्षाको 65-63 को आन्दोलन त हाकेको पनि हो। हाम्रो केन्द्रीय कार्य समिति श्री शेरबहादुर देउवाको नेतृत्वमा रहेको केन्द्रीय कार्य समिति भङ्ग भइसकेको छ। पटक 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 भन्यो दाइ घरमा गएर भन्यो, आज बिहान पनि भन्यो हामीलाई के पनि चाहिएको होइन, तपाईँ अझै हामीलाई गलत बुझ्दै हुनुहुन्छ। विश्वप्रकाश शर्मालाई अहिले केही पनि भन्नु छैन। मैले आज बिहान पनि घरमा गएर मलाई गएर भनेको छु, विशेष महाधिवेशनको हलबाट एउटा अन्तरिम नेतृत्व छानौँ, जसलाई छाने पनि हुन्छ। केवल यति टेक्ने ठाउँ दिनुहोस् कि फागुन 21 गते देश र जनताको बिचमा जाँदै गर्दा नेपाली कांग्रेस पार्टीले भदौ 23 गते अगाडिको आफ्नो धेरै कुराहरूलाई बिसाएर नयाँ भएर आएको छ भन्ने मौका दिनुहोस्। त्यति भन्न पाएन। हाम्रो कांग्रेसलाई छाती फराकिलो बनाएर शिर उच्च बनाएर यो हाम्रो कांग्रेस भनेर चिनाउन पाएको छ। के पनि चाहिएको छैन। 2488 जना महाधिवेशन प्रतिनिधि जम्मा भएको हल हो यो। हिम्मत छ ती प्रत्येक साथीलाई कारबाही गर्ने हिम्मत छ। तपाईँहरू मात्र निर्वाचन आयोग जान्नुहुन्छ। केही निर्वाचन आयोगमा यही ठाउँबाट विशेष महाधिवेशन नेपाली कांग्रेसको प्रारम्भ भएर त्यो विशेष महाधिवेशनले निर्वाचन आयोगलाई समयमै जानकारी गराइसकेको छ। कांग्रेस अहिले विशेष महाधिवेशनको क्रममा छ। हाम्रो केन्द्रीय कार्य समिति श्री शेरबहादुर देउवाको नेतृत्वमा रहेको केन्द्रीय कार्य समिति भङ्ग भइसकेको छ। हामी अहिले नयाँ केन्द्रीय कार्य समिति चयन गर्ने क्रममा छौँ। यो सिङ्गो देशले सुनिरहेको छ, देशभरिको नागरिकले पनि सुनिरहेको छ, नेपाली कांग्रेस पार्टीभित्रको आम देशभरिका साथीहरू सुनिराख्नु भएको छ। यो नेपाली कांग्रेस, यहाँ नेपाली कांग्रेसका श्रद्धेय नेता बीपी कोइरालाको, श्रद्धेय नेता गणेशमान सिंहको परिवारको सदस्यहरू हुनुहुन्न, तर त्योभन्दा ठुलो परिवारको सदस्य हामी हो। गणेशमानको सन्तान हामी हो, बीपी कोइरालाको सन्तान हामी हो। किनकि कांग्रेसको त्यो क्यारेक्टर, कांग्रेसको त्यो विचार जसले बोक्यो कांग्रेस त्यही। पार्टीका साथीहरूलाई आग्रह गर्न चाहन्छु, हस्ताक्षर गर्नुभएको सबै महाधिवेशनमा प्रतिनिधि साथीहरू र यहाँ सहभागी हुनुभएको साथीहरू, तपाईँहरू सबैले आज यहाँबाट गइसकेर एकपल्ट सोच्ने बेला आएको छ। अब हामी आफ्नो काम अगाडि बढाउँछौँ, तर तपाईँले सोच्नुपर्छ, तपाईँहरूको मनमा कहीँ कतै दुविधा छ भने मैले भनेको थिएँ म हल्ला आएर सोध्छु। आज अहिले समझदारी भएको भए, कुनै समझदारीमा पुग्ने अवस्था बनेको भए म आउँथेँ यहाँ हलमा, तपाईँलाई आएर भन्थेँ यस्तो यस्तो भयो साथीहरू, यस्तो यस्तो कारणले गर्दा यस्तो यस्तो गर्ने भयो। अन्तिम क्षणसम्म, अन्तिम समयसम्म त्यसका लागि हामीले प्रयास गर्यौँ। 30 जना केन्द्रीय सदस्य साथीहरूले सामूहिक रूपमा बिहान पनि आज हामीलाई भेटेर बोलाएर उहाँहरूले भन्नुभयो, त्यो कुराले पनि थप ताकत पुऱ्यायो, बल पुऱ्यायो। तर म सबै केन्द्रीय सदस्य साथीहरूलाई आग्रह गर्न चाहन्छु, कहीँ कतै पनि, कहीँ कतै 1 सेकेन्ड पनि कहीँ कतै आफ्ना बारेमा सोचेर म कहाँ हुन्छु के हुन्छु भन्ने बारेमा सोचेर एउटा पनि कदम चालिएन, एउटा पनि प्रतिक्रिया व्यक्त गरिएन। पार्टी कहाँ होला, यो पार्टीले देशप्रतिको जिम्मेवारी निर्वाह गर्न सक्ला कि नसक्ला भन्ने कुरा मात्रै यसरी ठानियो। अब हामी यो केन्द्रीय विशेष केन्द्रीय महाधिवेशनको प्रक्रिया, निर्वाचनको प्रक्रिया अगाडि बढ्छ। नेपाली कांग्रेसको विधान अनुसार अगाडि बढी नै रहेको छ। यसले आफ्नो कुरालाई आज टुङ्ग्याउँछ, यसले नयाँ कार्य समिति चयन गर्छ। त्यो नयाँ कार्य समिति नै नेपाली कांग्रेसको कार्य समिति हो। आज हामीले श्रद्धेय नेता शेरबहादुर देउवालाई घरमै गएर 2 हात जोडेर 2 जना महामन्त्रीले जम्ल्याद गरेर भन्यौँ, तपाईँ नेपाली कांग्रेस पार्टीको संरक्षकको रूपमा रहिदिनुहोस्, हाम्रो अभिभावकको रूपमा रहिदिनुहोस्, तपाईँहरू हामीलाई त्यहाँ राख्छौँ, तर कार्यकारी भूमिकामा अलग गरिदिनुहोस् भनेर भनेको कुरालाई पनि म स्मरण गर्न चाहन्छु। मेरो मनमा कहीँ कतै कुनै पनि खालको तितो भावना, आज मलाई त्यहाँ साथीहरूले के निर्णय गर्नुभयो, किन 2 कारणले छैन। एउटा कुरा मेरो साथीहरू हुनुहुन्छ, मेरो नेताहरू हुनुहुन्छ, हाम्रो बिचका राजनीतिक विमतिहरू छन्। देशलाई कसरी हेर्ने, जनतालाई कसरी हेर्ने भन्ने बारेमा म त्यसरी नै हेर्छु, सोचको भिन्नता हो। अर्को कुरा, त्यो नेपाली कांग्रेसको आज सानेपामा बसेर बसेको केन्द्रीय कार्य समितिको बैठक, त्यो बैठकले निर्णय गरेको कुरालाई प्रति मेरो किन प्रतिक्रिया छैन भने त्यहाँ केन्द्रीय कार्य समितिको बैठकै बस्न सक्दैन, किनकि केन्द्रीय कार्य समिति मलाई के विश्वास छ भने मलाई नेपालको निर्वाचन आयोगप्रति पनि विश्वास छ। मलाई नेपालको ऐन नियम, यो विशेष महाधिवेशन कतिपय साथीहरूले भन्नुभएको छ, आज पनि मेरो सभापतिले भन्नुभयो
वैशाखमा अधिवेशन भइहाल्छ, त्यो बेलामा सभापति बन्नु। मैले त्यस कारणले गर्दा भनेको मैले कुरा बुझाउन सकिनँ। यो म सभापति बन्ने कुरासँग जोडिएको कुरै होइन। सबैभन्दा सजिलो अवस्थामा त म थिएँ। मैले पार्टीको केन्द्रीय कार्यसमिति बैठकमा पटक भनेको छु, म त अहिले महामन्त्री छु, विश्वप्रकाश शर्मा महामन्त्री हुनुहुन्छ, हामीहरू त्यसै पार्टीको संसदीय समितिभित्र छौँ। हामीलाई चुनाव लड्छु भन्दै गर्दा 4वटा 5वटा 6वटा 7वटा ठाउँबाट साथीहरूले मेरो क्षेत्रमा चुनाव लड्दियो भनेर बोलाएकै छन्, माया गरेकै छन्। हाम्रो बारेको चिन्ता हो र? हामी अहिले हामी बाहिर सडकमा छैनौँ भने अहिले पनि हामी पदमा छौँ। हाम्रो बारेको चिन्ता नै होइन, हामी त जोखिम उठाउन खोज्दैछौँ। मलाई के साथीहरूले के सुझाव दिइराख्नु भएको थियो भने यो चुनाव त काङ्ग्रेस गयो, बरु तिमी चुप लागेर बस, सबै सभापतिको टाउकोमा हाल्यो, नीति पनि फेरिएन, नेतृत्व पनि फेरिएन, त्यस कारणले गर्दा चुनाव गयो भनेर भन्न तिमी कुरेर बस, आफू चुनाव जित्नतिर लाग, चुनाव जितेर आओस्, काङ्ग्रेस सानो हुन्छ, त्यसपछि गएर वैशाखको महाधिवेशनमा अब म चाहिन्छ भनेर आऊ। मैले त्यही कुरालाई लिएर पार्टीको केन्द्रीय कार्यसमितिको बैठकमा केन्द्रीय कार्यसमितिको बैठकमा पनि पटक पटक दोहोऱ्याएर भनेको थिएँ, म त घरमा गएर सुतेर बसे पनि हुन्छ, विषय मेरो होइन, विषय नेपाली कङ्ग्रेस हो र नेपाली कङ्ग्रेसको विषय यस कारणले गर्दा अघि काङ्ग्रेसको देश छ। तर हेर्नुहोस् त 2-3 दिनदेखि तपाईँले भनिराख्नु भएको थियो छिटो गरौँ छिटो गरौँ छिटो गरौँ छिटो गरौँ, तर हामी अझै पनि हामीलाई अरू कुनै कुराको लोभ भएको भए हामी अस्ति नै यत्रो साथीहरू आउनुभएको छ, यत्रो ठुलो सङ्ख्यामा साथीहरू आउनुभएको छ, सजिलैसँग बहुमत छ। यहाँ बहुमत महाधिवेशन प्रतिनिधिहरू भएको ठाउँबाट सरासर अस्ति नै अधिवेशनको प्रक्रिया र कुरा गरेर गरिदिएको हुन्छ। हामी तपाईँले देखिराख्नु भएको छ, तपाईँहरू थाकिसक्नु, गाली गरेर राख्नुभएको छ, भोलि सङ्क्रान्ति छ, चाँडो गर भन्नुभएको छ। तर हामी निर्वाचनको तालिका निकालेका छौँ, सारेका छौँ, किनकि हामी त्यहाँबाट साथीहरू जानुभएको छ, वार्ता गरेर राख्नुभएको छ, संवाद गरेर राख्नुभएको छ, छलफल गरेर राख्नुभएको छ। अहिले पनि म र विश्वप्रकाश शर्मा जहाँ बसिरहेका छौँ, बसिरहेको ठाउँमा बसेर हामीहरू संवादमा भएको नेताहरूसँग मैले त कमै कुरा गरिरहेको थिएँ, विश्वप्रकाश शर्मा कुराकानी गरिराख्नु भएको थियो, छलफल गरिराख्नु भएको थियो, अझै विकल्पहरूसँग भनिराख्नु भएको थियो। तर हामी एउटा कुरा हामीले आज विश्वप्रकाश शर्माले भन्नुभयो कि ल ठिक छ, सबै कुराहरू भए, तर नेपाली कङ्ग्रेस पार्टीले यो चुनावमा प्रधानमन्त्रीको उम्मेदवार गगन थापा भनेको होइन, जसलाई बनाउने बनाउनुहोस्, तर नेपाली कङ्ग्रेस पार्टीले अब चुनावमा जाँदै गर्दा यति त भनेर जाउँ, हाम्रो प्रधानमन्त्रीको उम्मेदवार श्री शेरबहादुर देउवा होइन भनेर त जाउँ। अपमान गरेर भनेको होइन, हाम्रो दाई हो, नेता हो, अपमान गरेर भनेको होइन, अहिले पनि होइन, मनमा केही क्लेश राखेर भनेको होइन। तर देश र जनताको अगाडि भन्नुपर्ने आजको हाम्रो बाध्यता छ। त्यस कारणले गर्दा यो कहिले सिग्नेचरको कुरा आएको छ, कहिले यसको कुरा आएको छ, कहिले त्यसको कुरा आएको छ, यी कुनै कुरा होइन। केवल कुरा यति मात्रै थियो कि हामी अब विशेष अधिवेशन पछाडि, विशेष महाधिवेशन पछाडि नेपाली कङ्ग्रेस पार्टी बदलेर आयो भनेर भन्न पाउने कि नपाउने, प्रधानमन्त्री कसलाई बनाउनु छ बनाउनुहोस्, यो विशेष महाधिवेशनको हलबाट अन्तरिम सभापति कसलाई बनाउनु छ बनाउनुहोस्, हामी सबै विकल्पको लागि खुला। अझ हामीले आज केसम्म भन्यो भने सामूहिक नेतृत्व छान्नुपर्छ, त्यो पनि छान्नुहोस्। तर एउटा कुरा भन्न पाउनु पर्यो, बाहिर निस्केपछि यत्रो साथीहरू आउनुभएको छ, जम्मा एउटा कुरा भन्न पाउनु पर्यो। हामी कोही सभापति भनेको भन्न पाउनु पर्यो भनेको होइन। तपाईँहरूमध्ये कतिजना यहाँ आउनुभएको छ, मलाई के भन्नुभएको छ भने खबरदार नेतृत्व फेरि नभए छाड्दैनौँ भनेर भन्नुभएको छ। तपाईँले गर्दाखेरि तपाईँले भन्नु खोज्नुभएको त सभापति हुनुपर्छ भन्नु खोज्नुभएको, तर मेरो ठाउँबाट मैले कहिले त्यसलाई त्यसरी लिइनँ, अहिले पनि लिएको छैन। म त अहिले पनि महामन्त्री छु, म अहिले पनि नेतृत्वमा छु, तर कम्तीमा यो पार्टी यहाँबाट निस्केर जाँदै गर्दा लिएर गयौँ भनेर भन्ने ठाउँ पाउनुपर्छ भन्दै गर्दा दिनभरि आज अहिले यसो आएर हेऱ्यो, हामी छलफलमा छौँ, संवादमा छौँ, टेलिफोनमा कुराकानी भइरहेको छ, महामन्त्री विश्वप्रकाश शर्माले गरिराख्नु भएको छ। तर कसरी मिलाएको छ भने यहाँको निर्वाचनको कार्यक्रम मिलाएको रहेछ, अहिले आएर बुझ्यो बल्ल। यहाँको निर्वाचनको कार्यतालिका हामीलाई साह्रो लगाएको उता सहमहामन्त्री बद्री पाण्डे अघि नैदेखि निर्वाचन आयोगको कार्यालय गरेर बसिराख्नु भएको रहेछ। ठ्याक्क यहाँ के बनाएको निर्वाचन आयोगको कार्यालय बन्द हुने बेलामा ठ्याक्क हामीसँग कुराकानी गरिरहेको, यतापट्टि ठ्याक्कसँग बैठक सकाएर उता यहाँ निर्णय भएको छैन, उहाँ निर्वाचन आयोगमा दर्ता गर्ने सबै चाँचो माचो मिलाएर कहीँ कतै पार्टी मिलाउनुपर्छ, कहीँ कतै उनका कुरा सुन्नुपर्छ, यत्रो महाधिवेशन प्रतिको कुरा सुन्नुपर्छ भन्ने भएछ। यसलाई जालजेल गर्ने, काइते काम गर्ने, रकमी काम गर्ने, यता लाने उता लाने, तन्काउने, कहिले एकजनाले एउटा कुरा भन्ने, कहिले अर्कोले अर्को कुरा भन्ने, सभापतिसँग बिहान भेट्दै गर्दाखेरि एउटा कुरा भन्ने, बाहिर आएर प्रवक्ताले अर्को कुरा भन्ने, यी सबै कुराहरू हुँदै गर्दाखेरि पनि उनी लोभ राखेर होइन।
कतिपय साथीहरूले भन्नुभयो खुट्टा कमाएर होइन, यो खुट्टा त कामदैन, कामले ढिक्का होइन, लोभ राखेर होइन, पार्टीप्रतिको जिम्मेवारी छ। यसलाई एक ढिक्का बनाएर लिएर जानुपर्छ भन्ने आम साथीहरूको चाहनाप्रतिको जिम्मेवारी कारणले गर्दा भन्दै गएको। अहिले हामी बसिरहेका छौँ, छलफल गरिरहेका छौँ, साथीहरूले गाली गरेर राख्नु भएको छ, यहाँबाट खबर आइरहेको छ, छिटो आउनु पऱ्यो, चाँडो टुङ्ग्याउनु पऱ्यो, निर्वाचन समितिले भनेको पनि छ। हामी अझै उहाँलाई के भनिरहेका छौँ भने समझदारीको ठाउँहरू अझै खोज्ने प्रयास गरिरहेका छौँ भन्दै गर्दा अघि साथीहरूले भन्नुभएको एकजना सहमान्त्री निर्वाचन आयोगबाट बस्नुभएको छ, तर त्यस कारणले गर्दाखेरि तपाईँहरूलाई मूर्ख बनाइदिएछ है भनेर भनिराख्नु भएको छ। तर हामी सोच्यौँ आफ्नै पार्टीभित्र यस्तो खालको रकमी कुराले मात्र त कहाँ होला भन्ने कुरा सोच्यौँ। तर खै के छैन, मैले समाचार सुने नेपाली कांग्रेस पार्टीको केन्द्रीय कार्य समितिको बैठकले 2 जना महामन्त्री र सहमन्त्री निकाल्नु